आज हामी हिजो होटलमा आएर बस्यौँ अनि बिहान उठेर यहाँको झिनुको होटलबाट यहाँ नि तातो पानी छ अरे भनेर हामी तातो पानी नुहाउन जाँदैछौँ। यिनीहरू पनि आउँदैछ। यहाँ तातो पानीमा गएर 1-1.5 घन्टा बसेपछि हिजोको थकाइ सबै मेटिन्छ कि। यहीँबाट जानु पाए हुन्थ्यो। यहाँबाट बाटो बनाए पनि हुन्थ्यो। त्यहाँ गएर एक घन्टा जति बसेपछि त गजब ठिक भइहाल्छ नि। तर होइन यो यसरी होचो भयो भने केही पनि हुँदैन नि। अच्छा उ यसरी होचो है यो होचो भयो भने केही पनि हुँदैन के। यो हामी तातो पानी झिनुको तातो पानीमा नुहाउन जाँदैछौँ। आउँदैछौँ। मेरो त हिजो पुरै 25,000 दिएको छ अङ्कललाई मैले। छैन नि है हिजो त सुनेको मेरो त हातै सुने। अमेरिकन ब्रेकफास्ट राम्रो रहेछ। अमेरिकन ब्रेकफास्ट टोस्ट अनि त्यसपछि के भन्छ अनि टोस्ट सप अनि यहाँ टोस्ट खानुपर्छ। त्यो खा भन्ने बरु पैसा थपिदिनु भन्ने है। हो मलाई त अहिले मनै परेन। ओके होइन तैँले खाइसकिस् फेरि खानु नि हुन्छ जति खाइहाल्छ नि। अनि त्यो भण्डारी ऊ खोज है त्यहाँ भेटिया छ एउटा त्यो हो कि होइन अब त्यो ठुलोको। हेलो हामी तातो पानी आउँदैछौँ हो। झिनुको तातो पानीमा तातोको मजा लिँदैछन् यिनीहरूले। छ खाना साबुन पाएछ ल जुन गरी अब अर्को कुण्डमा नुहाउन जाँदैछन् यिनीहरू। 3टा कुण्ड रहेछ जम्मा है। यहाँको पानी चाहिँ खासै नुनिलो लाग्यो नि मलाई। निस्किन मन लाग्यो निस्किन मन लाग्दैन। यो पो हो त गोवाले थियो नि ए त्यहाँ हे मोबाइल जोगाउनु खोजेँ मैले। मोबाइल वाटरप्रुफ होइन ओ चोराउलाई मोबाइल मोबाइल छोरा छैन होइन एक महिना बस्नु नि डकुमेन्ट थाहा थिएन मलाई त। उस्तै हो ए मलाई यहाँ हेर्छ नि बाबाको यस्तो फनी हाल्नु। यो भिडियो पज हुँदाखेरि हुँदैन भन्दा नि केही भन्नु छ भाइ? हामी गौतम बुद्ध दाइलाई के भन्नु छ? तपस्या गर्दैछौँ। वाटर स्प्रिङमा चाहिँ यसो बस्न पाउँदाखेरि बहुत धेरै खुसी लागेको छ।
धेरै मजा लागिरहेको छ। थकान पनि मेटिएको अनुभव हिजोको भइरहेको हिजोको थकान पनि मेटिरहेको छ। यति गाह्रो भएको छ। अन्जन अमेरिकामा के भन्नु छ? आनन्द आइरहेको छ त्यति हो। ल्याउनु म परिदिन्छु। आधी उठ्नु न, आधी उठ्नु न। झिनोको तातो पानी नुहाउन जाने होला बाटोमा पुरानो मन्दिर कति राम्रो झारै झारले छोयो के देवता हो थाहा छैन राम्रो मन्दिर पुरानो छ।